जेन्युइन हो यहाँ गराज सर यहाँ अलिकति बोलिदिनुहोस् न तपाईँ कहाँबाट हुनुहुन्छ होला ए म यता तपाईँको बडेखपबाट तपाईँलाई ल वेलकम छ जोजो ग्यारेजमा हो हजुर थ्याङ्क यू कस्तो खालको यहाँ सर्भिसिङ कस्तो खालको मिल्दैछ तपाईँले यहाँ अलिकति सर्भिसिङ चाहिँ यहाँ एकदमै राम्रो छ है हजुर हजुर स्टार्टिङमा मैले भन्नु पर्दाखेरि तपाईँको जुन चाहिँ मेरो बाइक छ हिमालयन छ यो BS3 बाइक हो हजुर अन्त एउटा तपाईँको एउटा समस्या भएको थियो मेरो चाहिँ जुन चाहिँ तपाईँको त्यो एउटा त्यो रबर हुन्छ बाइकमा चाहिँ त्यो म्यानिफोल्डको हजुर अन्त एकपल्ट त्यो लास्ट इयरको कुरा हेर्छ तपाईँको है यो अलिकति घटनासँग म तपाईँलाई भन्न चाहन्छु किनभने यो सोरेङको गराज चाहिँ किन यति साह्रो तपाईँको जेन्युन छ भन्दाखेरिलाई मलाई के लाग्यो भने मैले चाहिँ यति बेसीको तपाईँको म्यानिफोल्ड सामान चाहिँ मैले खोजेँ तपाईँको सिलगढी तपाईँको यता कालिम्पोङ गान्तोकमाथि तपाईँको चानमारीदेखि लिएको बोझोगाडी बाइपास सबै मैले अल सिक्किम मैले सिलगढी त्यो तपाईँको सबै खोज्दाखेरि पनि अन्तिममा गएर यो बाइकको सल्युसन चाहिँ मैले यहाँ सोरेङमा पाएँ एकदम अन्त मैले यो मलाई लाग्छ कि मेरो बाइकको चाहिँ नयाँ लाइफ चाहिँ उहाँ गुरुजीले दिनुभएको अनि यहाँ चाहिँ तपाईँको सबै पनि पार्ट्सदेखि लिएर एकदमै रिजनेबल छ अनि मेन चाहिँ उहाँको मलाई के लाग्छ भन्दाखेरि चाहिँ उहाँको प्रेजेन्स अफ माइन्ड अनि उहाँको जुन चाहिँ एकदमै तपाईँको पेसेन्स छ एकदमै आफ्नो कस्टमरलाई डिल गर्ने उहाँको एकदमै जेन्युन उहाँको एउटा तरिका एकदमै मलाई मन पर्यो एकदमै राम्रो मजाले एकदम टाइम लिएर उहाँले नतालिकन गर्नुहुन्छ होइन अनि सबै कस्टमरलाई सेटिस्फाई भयो मात्रै उहाँले चाहिँ तपाईँको ग्यारेजबाट पठाउनुहुन्छ यहाँबाट चाहिँ यस्तो त्यो कस्तो भन्दाखेरि त कटमटे चाहिँ पठाउँदैन उहाँहरूले क्या एकदमै पर्फेक्ट बनाएर सबै तपाईँको टेस्टहरू गरेर है अनि हालैमा मैले यो तपाईँको यो रेनकोट पनि मैले देखिरहेको छु हजुर हजुर अनि यो राम्रो छ भन्दैछ अब गुरुजोले भनेछ त मान्नै पर्यो होला एकदम एकदम राम्रो छ यसमा पनि तपाईँले 20 डिस्काउन्ट पाउनुहुन्छ 20% हो डिस्काउन्ट पाउनुहुन्छ र एकदम त्यो जति पनि तपाईँले लाउनुहुँदैछ आज यसमा सबैमा तपाईँले 20% चाहिँ डिस्काउन्ट चाहिँ पाउँछ हजुर तपाईँलाई त त्यो पनि माइन्ड गरिरहेको हो र एकदम राम्रै हुँदै होला तपाईँलाई राम्रो तपाईँको मान्छेले कुरा गर्छ अब तपाईँको रोयल इन्फिल्डको चाहिँ तपाईँको इन्फिल्डमै सोरुममै जानुपर्छ भनेर तर मलाई के लाग्छ भन्दाखेरि मेरो आफ्नो पर्सनल एक्सपिरियन्स हुन्छ तपाईँको ग्याङटकमा पनि छ सिलगढीमा पनि छ कता कता छ तर हामीले आफ्नै जग्गालाई हामीले बिर्सिरहेको छौँ है जस्तै हामी म सोरेङ पनि बिलङ गर्छु र सोरेङको आफ्नै गराजलाई हामीले कहीँ कतै हामीले अलिकति इग्नोर गरिरहेको छौँ त्यो चाहिँ आई थिङ्क हामीले गर्नु भएन होला त्यो पनि बाइकर्सहरू छ है म त्यही भन्छु आफ्नो जग्गालाई आफ्नो ठाउँलाई पनि मजाले आफ्नो गराजलाई पनि माया गर्ने अनि यसरी नै सपोर्ट गर्ने थ्याङ्क यू सो मच तपाईँलाई थ्याङ्क यू सो मच जो मैले देखाएँ तपाईँलाई है जो चाहिँ ग्यारेजमा र उहाँ चाहिँ हुनुहुन्छ बुढियाकोबाट आउनुभएको थियो र एकदम सेटिस्फाई छ उसले जुन चाहिँ सर्भिसिङ गरेर त्यो बाइक जति पनि थियो उसको अनसक्सेस भएको थियो र यहाँ आएर चाहिँ एकदम सक्सेस भएछ उसको पोलाइटनेस यहाँनिर जो बनाउने छ उसको देखेर चाहिँ उहाँ आएको भन्ने कुराहरू गर्यो एकदम राम्रो छ र रेनीकोट पनि सरले यो लानु आँटेको छ र एकदम राम्रो छ तपाईँहरूलाई फेरि म अरू पनि देखाउने छु र जोडिरहनु होला जो ग्यारेजमा थ्याङ्क यू